ल तलको फ्लोर घुमेर अब माथिको फ्लोर हामी आइसकेको छौँ। माथिको फ्लोर पनि त्यो राम्रै छ। माथि बाहिर निस्किँदा कस्तो अनुहार कालो हुन्छ, भित्र छिरेको कस्तो गोरो हुँदो रहेछ। अब यो नेचुरल्ली गोरो त होइन होला, लाइटकै कमालले सबै यहाँ आएर सबैजना पछाडि एउटा उहाँ घुमिरहेछ, एउटा यता मन्डराइरहेछ। यिनीहरू पनि अब के गर्नु गर अलमल्ला परेछ यिनीहरू। अब भित्र हेरौँ, भित्र अब के सामान किन्दो रहेछ। यहाँ चाहिँ तल त जो एक झोला दुई झोला एक अनि दुई झोला सामान किन्यो तल चाहिँ। अब माथिको फ्लोरमा चाहिँ के किनिन्छ। यहाँ माथि हामी यहाँ के भन्छ खासमा चाहिँ माथि चाहिँ खालि यहाँ जिउ मोल्ने खासमा लिन आएको, तर यहाँ टोइलेट मोल्ने मात्रै देखिरहेको छ। यहीँ टोइलेट मोल्ने मात्रै छ, यहाँ जिउ मोल्ने केही पनि देखिरहेको छैन। खासमा चाहिँ किन्न चाहिँ त्यही आएको। अब यो कतातिर छ, कुन लाइनमा छ भनेर खोज्नै गाह्रो भयो। हामीले त अलमल्ला पऱ्यौँ। अब यहाँ कहाँ रहेछ भनेर सोध्नु पऱ्यो कसैले एकजनालाई। अब खोज्दा खोज्दा बल्ल यहाँ भेटिएको छ। यहाँ जिउ मोल्ने चाहिँ खोइ निकाल्दा प्याकेट कस्तो रहेछ, त्यही हो हामीले खोजेको जस्तै। हामीले खोजे जस्तै रहेछ, तर यो चाहिँ ठुलो रहेछ। अस्ति सानो खालको लगेको थियौँ, त्यो सानो खोजे त सानो रहेछ। यत्रो ठुलो लगेर काम पनि छैन। अब होस्, अब नेक्स्ट टाइम अब अन्त्यबाट लगौँ ल। अहिले अब घुमौँ एकछिन के कस्तो छ नयाँ सामानहरू यहाँ। मसँग दुईजना युट्युबरहरू सँगै छन्, तर यिनीहरू बोल्न लजाइरहेछन्। एउटा चाहिँ मभन्दा सिनियर छ युट्युबमा, एउटा भर्खर बनाउन थाले चाहिँ। दुइटै युट्युबर यिनीहरू। अब उनीहरूलाई बोल्न लाज लागेको छ अहिले, सायद नयाँ ठाउँ आएर होला कि के, त्यही भएर होला। मलाई चाहिँ के लाज लाग्नु, लजायो भने त त्यही हो। लजायो भने मुखमा चुडी लागेको बराबर हुन्छ। अघिसम्म यसले मलाई एउटा क्वेसन सोधेको थिएँ होइन, अघि एउटा क्वेसन सोधेको थियो मलाई यसले, अनि मैले त्यो बोल्न सकिने मजाले। मलाई यसले व्याकरण के पढ्यो भनेर पुरै जिस्काएको थिएँ। अहिले एउटा के भन्छ लुगा च्याप्ने अब लुगा सुकाउने डोरीको लागि, लुगा सुकाउने चिम्टाको लागि पनि कमर्स पढ्नै पर्छ। त्यसमा पनि तपाईँको हरेक कुरा सिकाइन्छ। अब एउटा लुगा च्याप्ने चिम्टीको दाम यहाँ 65 कति रहेछ, त्यति अन्त एउटा सेटै आउँछ। यहाँ अहिले यहाँ के भन्छ, एउटा अङ्कलले यो जातो हुँदैन सानो खालको त्यो मगाउनु भएको थियो। अनि 765 कति रहेछ त्यो लिउँ भनेको, तर यिनीहरूले भने होस् छोडिदियो, त्यो अङ्कलले पैसै दिनुहुन्न, त्यही भएर छोडिदियो। हामीले सामान लिनु थियो। त्यो अङ्कलले हेरेर मारिदिनु छ भने यिनीहरूले बेजेती के को बेजेती हुनु। त्यो अङ्कलले हेरोस् न, अङ्कल यहाँ दुनियाँ छैन, यो त्यही अङ्कलकै कुरा गरेको। अरू अङ्कल छैन र यहाँ, अरू अङ्कलको कुरा गरेको। मैले अफिसको कुरा भनेको नि त, अफिसको कुरा गरेको। त्यो अरू अङ्कल मेरो अफिसको भनेको, तेरो अफिसको कुरा गरेको नि त। अब डाइरेक्ट दिनै हाल्छ नि, किन लग्नु। म त भन्छु एउटा बरु कुकर ल्याइदिनु बरु एउटा कुकर ल्याइदिनु बरु। यसो टाइममा कहिलेकाहीँ भात पकाउने काम पनि लाग्छ। जुन दिन कम भात पाएको हुन्छ अर्को कुकरमा एक्स्ट्रा सेट गर्छ। अब त अब बोल्दिनँ छ नि हेर भाइ, के भन्नु। म डस्टर हिँड्ले उठाएको छैन एउटा। अब डस्टरले माउस भन्छ देखाएर माउस जस्तै डस्टर रहेछ यहाँ एउटा। अब त्यो डस्टरले यिनीहरूले माउस भनिरहेको छैन। अब यस्तो कलाकारहरू चाहिँ के भन्ने यिनीहरूलाई। त्यही मलाई हेर जोसँग बोल्ने हो, जसलाई पनि साथी बनाउने हो, नयाँ मान्छेसँग भेट्ने हो, कुरा गर्ने हो, सबैले साथी बनाएर बुझ्नु। अब कतिखेर को काम लाग्छ, को साथी बनिन्छ के थाहा। ल बल्ल यहाँबाट निस्क्यो अब यो सेकेन्ड फ्लोरबाट। यहाँ चाहिँ यिनीहरूले जो केही लिएन छ, यहाँ त्यस्तो सामान केही पनि भेटेन यिनीहरूले। यहाँ केही लिएन, यो तलकै जोडा झोला बोकेर झुकिरहेछन्। यहाँ माथि जस्तो खासै केही पनि थिएन हामीले लिने लागेको सामान। काम लागेको सामान त तलै लिइसक्यौँ। यहाँ माथि चाहिँ खोज्न आएको थियो, त्यो सामान त यहाँ रहेनछ। सानो सामान थियो, ठुलो थियो, त्यो कामै नलाग्ने, त्यही भएर छोडिदिए। अब यिनीहरू दुइटैको मुख उदास भएको छ, किनभने खोजेको सामान यिनीहरूले भेटेनन्। त्यो सामान यिनीहरूलाई बाहिर खोजेर किनिदिनु पऱ्यो। अब बाहिर एकछिन गए पनि खुसी हुन्छन् होला। ल बल्ल अब अँध्यारोमा निक्ल्यौँ। अब अँध्यारोमा आउने बित्तिकै मुख पनि कस्तो कालो भयो अँध्यारोको साथै। हेर्ने बित्तिकै भित्रको उज्यालोले जो मुख उज्यालो भएको थियो, बाहिर आउने बित्तिकै अनुहारले पनि हेर्न सक्छ कस्तो अन्धकार छ मुखमा, किनकि बाहिर अँध्यारो छ नि। त्यही भएर अब सबैको मुख अँध्यारो भयो। यिनीहरूको जो उज्यालो रहेछ, यिनीहरूको नेचुरल नै छ। तर मेरो चाहिँ अँध्यारो भयो। अघिसम्म चाहिँ उज्यालो थियो त लाइटको कारणले, अघिसम्म चाहिँ उज्यालो थियो लाइटले गर्दाखेरि, अहिले अँध्यारो भएछ। जो त्यसले गर्दाखेरि अँध्यारै मुख थियो मेरो पनि। अब बाहिर यहाँ बाटोमा आइपुग्यौँ। बाहिर अब भित्र खोजेको सामान भित्र भेटिएन छ। अब बाहिर एकछिन बजारतिर पनि घुमौँ, बजारतिर भेटिन्छ लागि सामान। यिनीहरू पुरै अब रिसाइरहेछन्। 8 बजे लागेको आज घर अब मार्छ हामीलाई। यत्रो बेरसम्म बाहिर घुमिरहेछौँ। अब हेरौँ एकछिन बजारतिर पनि घुम्ने, बजारमा सामान भेटिन्छ होला कि